Look here, demonstration of reflection and refraction. Refraction भनेको यो reflection हो जुन मिडियमबाट लाइट जान्छ त्यसै मिडियममा फर्केर आउँछ। यसलाई हेर, यो भयो इन्सिडेन्ट रे, यो भयो रिफ्लेक्टेड रे। भन्छ लज अफ रिफ्लेक्सनले भन्छ जति इन्सिडेन्ट एंगल अफ इन्सिडेन्टलाई कम गरियो उतिकै बढ्दै जान्छ। ठीक छ, यसलाई भनिन्छ ल अफ रिफ्लेक्सन। यो भयो इन्सिडेन्ट रे, यो भयो रिफ्लेक्टेड रे। अब यसमा अब हेर, यो एउटा खाली बल्ब छ, यसमा पानी भरेको छ। यो भएर म लाइट पास गर्दैछु। लाइट पास गर्दा लुक हियर, यहाँ के हुन्छ, यहाँ भाङ्गिएर बाहिर निस्किरहेछ। यसलाई भनिन्छ रिफ्रेक्सन।